दुर्गम गाउँहरूमा बाँस वा काठका फट्के बनाएर खोला तर्ने गरिन्थ्यो। स्थानीय कामीहरू भएको ठाउँ तथा नजिकै खानी भएमा फलामे साङ्लाका झोलुङ्गे पुलहरू बनाइन्थ्यो। चुना सुर्कीको जोडाइबाट पक्की पुलहरू भने काठमाडौँ उपत्यका तथा काठमाडौँ उपत्यकासँग तराई जोड्ने बाटोमा पर्ने स्थानहरूमा बनाइएको थियो। अन्यत्र खासै बलिया पुल बनाएको भेटिँदैनथ्यो। नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा बनेको थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ। विक्रम सम्वत 1968 मा बनाइएको थापाथली कुपन्डोल बीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो। इटामा चुना सुर्कीको जोडाइबाट खोलाको बीचबीचमा काठे पिलर उठाएर बनाएको पुललाई चन्द्र शमशेरले 116 वर्षपछि विस्थापित गराई काठको ठाउँमा स्टिलका बिमहरू राखेर पुल बनाएका थिए। बहुलट्टी स्वभावका राजा रणबहादुर शाहले जेठी रानीबाट रोलक्रम अनुसार राजा बन्न योग्य छोरा जन्म भइसक्दा पनि जनकपुर नजिकैका मैथिली ब्राह्मण परिवारकी विधवा महिला कान्तावती देवी पशुपतिनाथ दर्शन गर्न आउँदा देखेपछि उनको प्रेममा पागल भएर विवाह प्रस्ताव राखेका थिए। कान्तिवतीले आफ्नो कोखबाट जन्मने छोरालाई राजा बनाउने भए मात्र विवाह गर्न राजी हुने भनिएपछि शर्त मन्जुर गरी विवाह गरेका थिए। यस्तै भीमसेन थापाको भतिजी तथा माधवर सिंह थापाको दिदी ललित त्रिपुरा सुन्दरीसँग पनि रणबहादुर शाहले विवाह गरेका थिए। रानी ललित त्रिपुरा सुन्दरीको राजकाज तथा विकास निर्माणमा समेत विशेष रुचि भएको हुँदा उनले विकास निर्माण तथा मन्दिर घाटहरूको पनि निर्माण गराएकी थिइन्। उनले त्रिपुरेश्वर महादेव मन्दिर बनाएकी थिइन्, जुन मन्दिरको नामबाट नै आजको त्रिपुरेश्वरको नामाकरण भएको हो। धरहरा पनि उनले नै बनाउन लगाएकी थिइन्। धरहरा नजिकै रहेको सुन्धारा पनि उनैले बनाउन लगाएकी हुन्। रानी ललित त्रिपुरा सुन्दरी नेपालको पहिलो महिला स्रष्टाका रूपमा पनि चिनिने गर्छिन्। उनले विक्रम सम्वत 1881 मा महाभारतमा रहेको शान्ति पर्वबाट राजधर्मलाई संस्कृतबाट नेपालीमा अनुवाद गराएकी थिइन्। बागमतीमा पुल नहुँदा काठमाडौँ तथा पाटनका जनताहरूको लागि आवजात गर्न निकै कठिन भएको देखेर रानी ललित त्रिपुरा सुन्दरीले बागमतीमा पुल हाल्ने बारेमा सल्लाह गरेकी थिइन्। त्यसबेला मुख्तियार रहेका जनरल भीमसेन थापाले सो पुल राख्ने रानीको मनसाय धेरै नै उपयुक्त भएको भन्दै तुरुन्त कामको थालनी गर्न लगाएका थिए। सो पुल निर्माणको शिलान्यास रानी स्वयंले विक्रम सम्वत 1867 मा शुक्ल एकादशी अर्थात् मङ्सिर 23 गते बिहिबारका दिन गरेकी थिइन्। पुलको लम्बाइ 1353 हात अर्थात् 618.5 मिटर हुँदा पनि निर्माण कार्यमा समय लागेको थियो। पुल निर्माण थालनीको 15 महिनापछि विक्रम सम्वत 1868 चैत कृष्ण सप्तमी अर्थात् फागुन 24 गते बिहिबारका दिन सम्पन्न भई उद्घाटन गरिएको थियो। पति राजा रणबहादुर शाहको देवसान भइसकेको हुँदा पतिको उद्धारको लागि पुलको वारिपारी धर्मशाला, गुठी, खेत बनाइन् भने काठमाडौँतिरको पश्चिम भागमा ढुङ्गा छापेर घाट पनि बनाइदिन्। साथै पुलको वारिपारी मानव बस्तीको विकास पनि गराएकी थिइन्। यो पुल बनाएको 116 वर्षपछि श्री 3 चन्द्र शमशेरले भने पक्की फलामे झोलुङ्गे पुल बनाएका थिए, जसलाई रातो पुल नामले चिनिन्थ्यो। समयको परिवर्तनसँगै गाडी गुडाउन मिल्ने चौडा पक्की पुल बनेपछि रातो पुलको इतिहास पनि मेटियो। यसरी रानीले बनाएको घाटमा पछि जङ्गबहादुरको पालामा अझ बढी विकास गराइएका थिए। उनको समयमा घाटमा भकारीहरू बनाइएका थिए। घाटमा लास पोल्न बनाइएका स्थललाई घाटे भकारी भन्ने गरिन्छ। 1 नम्बर भकारी भनेर चिनिने थापाथली नजिकैको पहिलो भकारीदेखि टेकु दोभानसम्म 66 वटा भकारी बनाइएका थिए। भकारी बनाउँदा ढुङ्गाहरू कुँदेर बनाइएका हुन्थे। घाटे भकारी भनेर चिनिने यी भकारीहरू बस्ती अतिक्रमण तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए। महत्त्वपूर्ण ऐतिहासिक घाटे भकारीका कुदिएका ढुङ्गाहरू पनि हराउँदै गए।